त्यो पानीको चाहिँ जुन के अरे जसरी बहेर जान्छ हिन्दुस्तानमा त्यसको चाहिँ मिलाउने रेगुलेसन चाहिँ हामीले गर्नुपर्छ भन्ने उहाँहरूको भनाइ हो। हिन्दुस्तानको अब उसले खोजेको अंश त्यति थियो र अहिलेसम्म खोजेको अंश त्यही हो, जसले गर्दाखेरि के भयो भने चाहिँ तपाईको 1950 देखि तपाईको चाहिँ यो 1961 मा यो कुरो राजा महेन्द्रले बुझे। राजा महेन्द्रले यो बुझिसकेपछि राजा महेन्द्रले यो म अंश दिन्न भन्ने उहाँ त्यसमा लाग्नुभयो र उहाँले पञ्चायती व्यवस्थाको इन्ट्रोडक्सन गर्नुभयो। पञ्चायती व्यवस्थाको इन्ट्रोडक्सन गरिसकेपछि उहाँको जब निधन भइसकेपछि राजा वीरेन्द्र राजा हुनुभयो। राजा वीरेन्द्र राजा भइसकेपछि राजा वीरेन्द्रसँग पनि फेरि अंश मागियो। अंश माग्दाखेरि राजा वीरेन्द्रले अंश दिनु भएन। फलस्वरूप तपाईको रेफरेन्डम आयो। 36 सालको रेफरेन्डम आयो। म अंश दिनु साटो, बरु म रेफरेन्डममा जान्छु भनेर राजा वीरेन्द्रले रेफरेन्डममा लग्नुभयो देशलाई। त्यसपछि 46 सालको आन्दोलन भयो। 46 सालको आन्दोलनमा त्यस बेलामा चाहिँ के थियो भने चाहिँ यो कुनै पनि किसिमले यो हामीले अंश पाउँदैनौं र हाम्रो लागि चाहिँ सबभन्दा ठूलो दुश्मन भनेको यो राज संस्था नै हो। जबसम्म यो राज संस्था यो देशबाट हट्दैन तबसम्म हामीले अंश पाउन भन्ने कुरामा गभर्नमेन्ट अफ इन्डिया निर्धक्क थियो। तसर्थ तर एउटा बीचमा एउटा घटना घट्यो, दरबार हत्याकाण्ड भयो। दरबार हत्याकाण्ड भइसकेपछि राजा ज्ञानेन्द्र राजा हुनुभयो। राजा ज्ञानेन्द्रले पनि अंश दिनु भएन। उहाँले पनि चाहिँ जुन करण सिंहले चिठी लिएर आउनुभएको थियो त्यही अंशको चिठी थियो। त्यो चिठी देखाएर उहाँलाई अंश माग्यो। उहाँले पनि म यो अंश दिन कुनै पनि हातले सक्दैन भनिसकेपछि उहाँलाई चाहिँ जागिरबाट निकालियो। त्यसपछि तपाईको चाहिँ पहिलो संविधान सभाको अन्त्यपछि त्यो अन्तिम संविधान सभाको अन्तिम प्राइम मिनिस्टर जुन माओवादीका चाहिँ नेता बाबुराम भट्टराई हुनुहुन्थ्यो, उहाँले पनि त्यो अंश दिन सक्नु भएन। फलस्वरूप पहिलेको संविधान सभालाई त्यही बाबुरामजीकै पालामा मारियो, किनभने उहाँले संविधान सभा उहाँले त्यो अंश दिनु भएन। त्यसपछि यो दोस्रो संविधान सभाको इलेक्सन भयो। मैले भन्न खोजेको कुरा के हो भने तपाईँ 1950 देखि आजको दिनसम्म कुनै पनि यस्तो सरकार छैन जो 5 वर्ष टिकेको होस्। कुनै पनि सरकार छैन जो 5 वर्ष टिकेको होस्, किनभने त्यो कुनै पनि आजसम्म चाहे त्यो मोहन शमशेर होस्, चाहे त्यो विश्वेश्वर प्रसाद कोइराला होस्, चाहे त्यो बाबुराम भट्टराई होस्, चाहे राजा ज्ञानेन्द्र होस्, कसैले पनि त्यो अंश दिन दुस्साहस गरेनन्। जबसम्म तपाईले त्यो अंश दिनुहुन्न गभर्नमेन्ट अफ इन्डियालाई, उसको भाग दिनु। तपाईले अहिलेको विश्लेषणमा जसरी 1950 देखि अहिलेसम्मको राजनीतिलाई एउटा सरसर्ती व्याख्या गर्नुभयो र तपाईले भारतले खोजेको अंशको कुरा जसरी गरिरहनु भएको छ नि, हजुर, त्यो अंश दिने सफलता कसैले पनि पाएनन्। त्यसैले उनीहरूले आफ्नो टेन्योर पूरा व्यतीत गर्न पाएनन्। सफलता होइन कि त्यो अंश दिने आँट कसैमा पनि भएन। त्यो आँट भन्नाले के हो? होइन, आँट भन्नाले तपाईले नेपालको सार्वभौम सत्तामा कम्प्रोमाइज गर्नुपर्छ र नेपालले जुन आफ्नो एउटा चाहिँ स्वाभिमानी नेपाली भएर बसेको छ त्यसमा कम्प्रोमाइज गर्नुपर्ने भएको हुनाले त्यो किसिमको आँट भएका यस्ता कुनै पनि व्यक्ति निस्केनन्। त्यसलाई दुर्भाग्य भन्नुहोस् या हामी भाग्यमानी भन्नुहोस्, कुनै पनि यस्ता किसिमका व्यक्ति निस्केनन् जसले चाहिँ त्यो अंश दिन सक्ने जसमा सामर्थ्य थियो। त्यसो भए त तपाईले भनिरहनु भएको कुरालाई यदि हामीले मनन गर्ने हो भने अहिलेसम्मका नेपालका राजनीतिक नेतृत्वहरू जो देश हाँक्ने अवस्थामा पुगे उनीहरू राष्ट्रिय हिसाबले स्वाभिमान त भएका रहेछन् नि। त्यस अर्थमा अब राष्ट्रिय हिसाबले चाहिँ स्वाभिमानी नेपाली हुन्, उनीहरूले कम्प्रोमाइज गरेनन् भन्ने एउटा कुरा हो। तर अर्को कुरा के हो भने चाहिँ तपाईको जबसम्म तपाईले त्यो अंश दिनुहुन्न तबसम्म नेपालको समस्या कहिले पनि समाधान हुँदैन। त्यसकारण मेरो भनाइको अर्थ यहाँलाई भन्न मैले खोजेको कुरा के हो भने यस संविधान सभाले माघ 8 गते संविधान दिन्छु भन्छ। यस संविधान सभाले त्यो संविधान सभाले माघ 8 गते संविधान दिन्छ कि अझ ठूलो खाड्डोमा लगेर हाल्छ, त्यो कुरो त समयले देखाउनु पर्ने कुरा हो। तर मुख्य कुरा के हो भने जबसम्म तपाईले यो अंश दिनुहुन्न
तर डाक्टर साहब म तपाईँलाई बिचमा काट्छु। हजुर, तपाईँले यो भनिरहँदा हजुर, धेरै समय बितिसकेको छैन। हजुर, वर्तमान भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी केही समय अगाडि नेपालमा आउनुभयो। उहाँले आफ्नो भ्रमण अवधिमा दिनुभएका विभिन्न विचार र उहाँका चालढालहरूलाई अब्जर्भ गर्दाखेरि सबैभन्दा अहम विचारहरू उहाँले नेपालको संसदमा व्यक्त गर्नुभयो। तर तपाईँले अहिले जसरी अंशको कुरा गरिरहनु भएको छ त्यो भाषणलाई यदि सरसर्ती हेर्ने हो र बुझ्ने हो भने त्यहाँ कहाँ मागिएको छ अंश? अब त्यसमा चाहिँ अब आफ्नो आफ्नो हेर्ने र सोच्ने विचार हो भूषणजी। यस सन्दर्भमा चाहिँ म तपाईँले यहाँले धेरै राम्रो प्रश्न सोध्नुभयो। यस सन्दर्भमा यहाँलाई म के भन्छु भने पहिलो कुरा हामीले के बुझ्नु पर्यो भने यसलाई विश्लेषण गर्नुभन्दा अगाडि वर्तमान भारतका प्रधानमन्त्री शंकराचार्य हैनन्। वर्तमान भारतका प्रधानमन्त्री एउटा पोलिटिशियन हुन्, लाइक एनी अदर पोलिटिशियन। उहाँ एउटा पोलिटिशियन हो। उहाँ आज पोलिटिकल लिडर यो देशमा आउनुभएको हो, शंकराचार्य भएर आउनुभएको होइन। तर दुर्भाग्यवश त्यो संसदको भाषण उहाँको मैले पनि सुनेको थिएँ र मेरा देशका नेताहरूको मैले उहाँहरूले गरेको व्यवहार पनि मैले देखेको थिएँ। एकछिनको लागि उदाहरणको लागि उहाँले के भन्नुभयो भने चाहिँ नेपाल एउटा सार्वभौम सम्पन्न देश हो भनेर भन्नुभयो। सबैले थपडी बजाए, स्तब्ध हुनुपर्ने होइन र? कुन दिन थिएन यो देश? नेपालको इतिहासमा कुन दिन थिएनौं हामी सभरेन? जो कि हिन्दुस्तानको प्राइम मिनिस्टरले आएर हामीलाई भन्नुपर्ने तिमी सभरेन हौ भनेर। हामी त जहिले पनि सभरेन हो नि। तर हामीले ताली बजायौं, हामी स्तब्ध भयौं। हो, उहाँले के गर्नुभयो भन्दा नेपाली बोलेर बाटोमा मान्छेसँग हात मिलाएर बुद्ध जन्मेको देश यही हो भनेर यो जति जति उहाँले गर्नुभयो एज अ पोलिटिशियन, उहाँले पोलिटिकल यसलाई म भन्छु राजनैतिक सेडक्सन उहाँले सिड्युस गर्नुभएको। त्यसको अर्थ के हो भन्दाखेरि उहाँले हाँसी हाँसी माया गरे जस्तो के भन्नुभयो नि, जस्तै एउटा इक्जाम्पल यहाँलाई म दिन्छु। नेपालको पानी, पहाड़को पानी र जवानी दुवै त्यहाँ रहन सक्दैन। त्यसको अर्थ के? सुन्दाखेरि त बडा रमाइलो लाग्दछ, तर त्यसलाई त्यसको गहिराईमा गएर हेर्ने हो भने उहाँले भन्न खोजेको के हो? विचार गर्नुहोस्, त्यो पानीको रेगुलेसन हामीले गर्छौं र तिम्रो जवानलाई हामीले नै ठिक गर्छौं। त्यसकारण चाहिँ हाम्रो जुन अंश हो, उहाँले इन्डिरेक्टली भन्नुभयो पोलिटिकल सिडक्सनका अनुसार बडा माया गरे जस्तो गरेर उहाँले के भन्नुभयो भने चाहिँ त्यो पानी जबसम्म तिमीहरूले पानीको रेगुलेसन गर्न हामीलाई दिँदैनौ र तिमीहरूको पानी पनि त्यहाँ रहँदैन, हामी कहाँ आउने हो, र तिमीहरूको जवान पनि त्यहाँ रहँदैन, हामी कहाँ आउने हो भन्ने कुरो उहाँले चाहिँ त्यस हिसाबले उहाँले भन्नुभएको। त्यसलाई हामीले यस किसिमले बुझ्नुपर्छ। भनेको मतलब यो मोदीको भिजिट, यो प्रधानमन्त्री मोदीको भिजिटले पनि उहाँले पनि आएर प्रष्ट रूपमा बडा नाटकीय ढंगबाट उहाँले भन्नुभएको छ कि भाइ हाम्रो जुन अंश हो त्यो अंश तिमीहरूले दिनै पर्छ। तिमीहरूले अंश दियो भने सारा कुरा आफ्नो ठाउँमा मिल्छ भनेर भन्नुभएको। तर तपाईले एउटा आम नेपाली जीवनले बुझेको भन्दा अलि फरक किसिमले बुझे जस्तो लाग्यो। किनभने भारतीय प्रधानमन्त्रीले जुन किसिमको सदाशयता राखेर नेपालमा अभिव्यक्तिहरू दिनुभयो त्यसको बाय एन्ड लार्ज रूपमा आम नेपाली जीवनले एकदम सहृदयका साथ स्वागत गरेको त हामीले नजिकबाटै देख्यौं। होइन, मतलब मेरो भनाइको यहाँलाई अर्थ के हो भन्दाखेरि अघि नै यहाँलाई भने नि, हिन्दुस्तानको प्राइम मिनिस्टरलाई तपाईले शंकराचार्यको रूपमा हेर्नुभयो भने त त्यसको त अर्थ बेग्लै हुन्छ नि। शंकराचार्यको रूपमा हेरियो भन्नाको मतलब के? उहाँ एउटा हिन्दू धर्म मान्ने भारतीय प्रधानमन्त्री पशुपतिनाथको पूजा गर्नुभयो। त्यतिको आधारमा तपाईले उहाँलाई शंकराचार्य होइन, उहाँले कसरी लगाउन सक्नुहुन्छ? किनभने उहाँ नेपालमा अहिले जुन राजनीतिक जुन हाम्रो एउटा चाहिँ झै झगडा भइरहेको छ कि नेपाललाई हिन्दू राष्ट्र राख्ने कि नराख्ने भन्ने किसिमको कुरामा सेक्युलर कन्ट्री हामीले बनाए तापनि जुन हाम्रो आफ्नो एउटा प्रब्लम छ आज हिन्दुत्व, एउटा एज अ हिन्दू नेसन जुन पहिले थियो त्यसको इस्युमा उहाँले त्यही हिन्दुत्वको नारामा जुन इलेक्सन जितेर आउनुभयो। उहाँ कैलाश पुगिसकेको मान्छे, बान्सुरा पुगिसकेको मान्छे, पशुपतिको भक्त, एकदम चाहिँ विशुद्ध हिन्दू, र उहाँलाई चाहिँ बात पनि लागेको अमेरिकाले हिजो भिसा पनि नदिएको, त्यही कारणले उहाँ मुख्यमन्त्री हुँदा अमेरिका जान नसकेको आदि आदि कारणले उहाँलाई जुन रूपमा वर्ल्डमा प्रोजेक्सन गरिएको छ त्यो हिसाबमा उहाँ यहाँ आउँदाखेरि उहाँलाई चाहिँ शंकराचार्यको रूपमा हामीले हेर्यौं।
एउटा पोलिटिकल लिडरको रूपमा हामीले हेरेनौं। त्यसकारण चाहिँ एउटा शंकराचार्यले बोलेको जस्तो हिसाबमा उहाँलाई हामीले लियौं र हामी चाहिँ प्रफुल्लित भयौं, हामी खुशी भयौं। तर डाक्टर साहब, तपाईले आज प्रयोग गर्नुभएको एउटा शब्द मलाई बडा बिजिरहेको छ। यहाँले पोलिटिकल सडक्सनको कुरा गर्नुभयो नि, त्यसको यदि लिटरल नेपाली अनुवाद गरिने हो भने सडक्सन भनेको यौनजन्य आकर्षण हो, त्यसको चाहिँ नि सायद ट्रान्सलेसन हुन्छ। पक्का कुरा। तपाईले त्यसलाई पोलिटिकल सडक्सनको संज्ञा दिनुभयो हो, किनभने उहाँले आएर त्यो मैले भन्न खोजेको के हो भने मैले त्यो शब्दको प्रयोग किन गरे भने चाहिँ उहाँले आएर चाहिँ आकर्षण गराउनु भयो उनीहरूलाई, हाम्रो राजनेताहरूलाई। उहाँले मिठो बोलिदिनु भयो, उहाँहरूले सुन्न चाहेको कुराहरू उहाँहरूले बोलिदिनु भयो र हाम्रा नेताहरूले ती कुराहरूलाई चाहिँ त्यस रूपमा जसरी एउटा चाहिँ युवती या युवकले अर्कोलाई जसरी चाहिँ अट्र्याक्ट गर्दछ, सिड्युस गर्दछ, त्यो हिसाबले चाहिँ उहाँहरू चाहिँ त्यसको भिक्टिम हुनुभयो र ताली बजाउन थाल्नुभयो। जबकि हाम्रो पार्लियामेन्टमा गएर उहाँले बोल्दाखेरि चाहिँ सार्वभौम सत्ता सम्पन्न राष्ट्र यो भनेर भन्दाखेरि उहाँहरू तालु बजाउनुहुन्छ, हाँसी हाँसी ताली बजाउनुहुन्छ। त्यो त हाम्रो आफ्नो आँखाले देख्यौं। एउटा स्वाभिमानी नेपाली, म एउटा सभरेन नेसनको नागरिक हुँ या प्राइम मिनिस्टर हुँ या मेम्बर अफ पार्लियामेन्ट हुँ भने त त्यो अनुसार स्तब्ध होइन। तपाईले आज जियो पोलिटिकली बडा पोलिटिकली चार्ज सोशल इन्टरभ्यू दिइरहनु भएको छ। हजुर, तपाईले भारत एज अ नेसन को नेपाल प्रतिको आश अथवा नेपाल प्रतिको आग्रह भनेको देयर आर सर्टेन थिंग्स जुन उहाँहरूलाई कुनै न कुनै समयमा वा कुनै न कुनै तरिकाले आवश्यक छ र त्यो प्राप्त नगरिकन नेपालमा संविधान सभाबाट संविधान लेखिने स्थायित्व भनौं वा कुनै पनि प्रधानमन्त्रीले आफू निर्वाचित भएर आएको अवधिको 5 वर्षको कार्यकाल भनौं, यो पूरा गर्नका लागि, यस्ता अभिष्ट राष्ट्रिय अभिष्टहरू पूरा गर्नका लागि चाहिँ नि तपाईको शब्द यदि पैँचो माग्ने हो भने भारतलाई उसले खोजेको अंश नदिकन यो कुनै पनि हालतमा यसले पूर्णता पाउँदैन भन्ने नै हो। कुनै पनि प्रधानमन्त्रीले आफू निर्वाचित भएर आएको अवधिको 5 वर्षको कार्यकाल भनौं, यो पूरा गर्नका लागि, यस्ता अभिष्ट राष्ट्रिय अभिष्टहरू पूरा गर्नका लागि चाहिँ नि तपाईको शब्द यदि पैँचो माग्ने हो भने भारतलाई उसले खोजेको अंश नदिकन यो कुनै पनि हालतमा यसले पूर्णता पाउँदैन भन्ने नै हो। किन हो भने जस्तै यहाँलाई एउटा एक्जाम्पल दिन्छु। जब माओवादीहरू जंगल पसे, जब जनयुद्ध शुरू भयो, उनीहरूले एउटा बेग्लै किसिमको आइडियोलोजी, कम्युनिस्ट आइडियोलोजी लिएर उहाँहरू चाहिँ हिँड्नु भयो हो। त्यस बेलामा जब उहाँहरू चाहिँ त्यो आइडियोलोजी लिएर हिँड्दाखेरि जुन जब जनयुद्ध भयो, सुरु भयो, भइसकेपछि बारम्बार माओवादीले त्यस बेलाको चाहिँ गभर्नमेन्ट इन द सेन्स राजदरबारसँग उनीहरूले नेगोसिएसन गर्न खोजेका थिए। जब त्यो नेगोसिएसनमा राज संस्थाले नेगोसिएसन गर्न नमानिसकेपछि त्यसलाई उहाँहरूलाई युज कसले गर्यो त भन्दाखेरि त्यही भारत सरकारले प्रयोग गर्यो। भारत सरकारले प्रयोग गरेर तिमीहरू चाहिँ मेन स्ट्रिममा आओ, मेन स्ट्रिममा आइसकेपछि सारा प्रब्लम सल्भ हुन्छ भनेर भनिसकेपछि 12 बुझे सम्झौता भयो। तर त्यो 12 बुझे सम्झौता भइसकेपछि के भयो त भन्दाखेरि उद्देश्य के थियो भन्दाखेरि नेपालको राज संस्थालाई सदाको लागि पन्छ्याइदिने। त्यो अकम्प्लिस गरियो हैन। त्यो गरिसकेपछि जब बाबुरामजी प्रधानमन्त्री भइसकेपछि या प्रचण्डजी बाबुरामजी अन्तिम प्राइम मिनिस्टर बाबुरामजी प्रधानमन्त्री भइसकेपछि जब उसले पनि त्यो अंश डेलिभर गर्न सकेन, संविधान सभाको हत्या भयो उहाँकै पालामा। त्यसपछि अर्को संविधान सभा भयो, इलेक्सन भयो। आज त्यो माओवादी पार्टी जसको पूरा मेजोरिटी थियो, त्यो माओवादी पार्टी जो गभर्नमेन्टमा थियो, त्यो माओवादी पार्टी जसको चाहिँ नेपालभरि राम्रो पकड थियो, त्यो कहाँ पुग्यो त? त्यो किन पुग्यो त्यहाँ भन्दाखेरि उनले पनि डेलिभर गर्न सकेन त्यो अंश दिनलाई। मैले भन्न खोजेको त्यो। त्यसो भए यो अंशको कुरो त 1950 देखि अहिलेसम्म त्यही अंशमै गएर हामी अड्किरहेका छौं भने पक्का कुरा हो। तपाईका यो जुन प्रब्लम तपाईले देखाउनु भएको छ नि, यो विहंगम प्रब्लम तपाईले देखाउनु भएको हो।
यो कुर्सीमा बसेर यस्ता किसिमका पोलिटिकली चार्ज कुराहरू हामीले बिरलै सुनेका छौं। हजुर हजुर, यो त तपाईले प्रब्लम बताइरहनु भएको। यो प्रब्लम होइन, सोल्युसन के हो? थाहा छ यसको सल्युसन के हो भने हेर्नुहोस्, अंश नदिकन उपाय छैन। अंश दिनै हामीले भारतलाई अंश नदिकन उपाय छैन, हाम्रो उपाय छैन। किनभने यो यस्तो जियो पोलिटिकल यो हेर्ने हो भने तपाईको जुन ओपन बोर्डर छ हामीसँग त्यति लामो होइन, जुन लामो हाम्रो जुन बोर्डर छ त्यो बोर्डरमा त्यो हाम्रो चाहिँ जियोग्राफिकल रियालिटीले गर्दाखेरि हामीहरूले अंश, पानी त बगेकै छ, पानी त गएकै छ होइन, त्यो उहाँहरूले मागेको अंश नदिकन हामीसँग कुनै उपाय छैन। तर यसमा मुख्य कुरो के हो भने हामीसँग यस्ता मान्छे छैन, यस्तो क्यारिस्मेटिक लिडर छैन, यस्तो क्यारिस्मेटिक पोलिटिसियन छैन जसले अंश दिएर पनि आफ्नो हितको लागि काम गर्न सक्ने र जसरी मोदीजीले यहाँ आएर चाहिँ संसदमा भाषण गर्नुभयो त्यसै गरेर चाहिँ हिन्दुस्तानको संसदमा गएर भाषण गर्न, सडक्सन गर्न सक्ने राजनेता हामीसँग भएन। प्रब्लम त्यो हो, यसको सल्युसन पनि त्यही हो। जबसम्म हामी यो गर्न सक्दैनौं तब हामीलाई प्रब्लम हुन्छ। तर डाक्टर साहब, तपाईले एउटा समस्याको जवाफका रूपमा वा समाधानका रूपमा अर्को समस्या थपिदिनु भयो कि हामी क्यारिस्मेटिक लिडरशिप छैन। कहाँबाट आउँछ त यो क्यारिस्मेटिक? त्यो त अब समयको कुरा हो। हेर्नुहोस्, एउटा कुरा के छ भने चाहिँ सबभन्दा पहिलो कुरा के हो भने कुनै पनि हामीले आज एसियाको जति पनि मुलुक छन् त्यो मुलुकलाई हामीले निहालेर हेर्ने हो भने जहाँ जहाँ डेभलपमेन्ट भयो होइन, जहाँ जहाँ डेभलपमेन्ट भयो एकजना क्यारिस्मेटिक लिडर को डिक्टेटरशिपमा नै डेभलपमेन्ट भएको छ। डेमोक्रेटिक सुगर कोटेड, किनकि डिक्टेटरशिप तपाईको डेमोक्रेसीमा डेभलपमेन्ट कहिले पनि हुँदैन, किनभने डेमोक्रेसीमा कन्सेन्सस कहिले पनि हुँदैन। डेमोक्रेसी बाई इटसेल्फ इज अ फल्टी सिस्टम होइन। तपाईले देशको विकास जस्तै तपाईको परिवारलाई नै एउटा हेर्नुहोस्, एउटा परिवारमा एकजना नै हुन्छ डिसिजन गर्ने व्यक्ति, युजुअली मेजर डिसिजन गर्ने, चाहे त्यो लोग्ने होस् चाहे स्वास्थ्य होस्, एकजनाले डिसिजन गरेको हुन्छ मेजर डिसिजन, या त्यो डिसिजनलाई डिभाइड गरिएको हुन्छ कि बाहिरको जति पनि चाहिँ एक्सटर्नल म्याक्रो लेभलको डिसिजन म गर्छु, डोमेस्टिक लेभलको डिसिजन त गर भन्ने त्यो अन्डरस्ट्यान्डिङ हुन्छ होइन। अनि त्यो परिवारको उत्थान, सल्लाह मसौरा त हुन्छ नि, एब्सोल्युटली। तर के भने कन्सेन्सस खोज्ने हो भने, किनकि एउटा पार्टीले जितेर आएर गभर्मेन्ट बनाइसकेपछि अपोजिसनको धर्म नै हो त्यसलाई अपोज गर्नु भन्दा कन्सेन्सस कहाँबाट आउँछ? तर तपाईँ जुन मुलुकमा बसेर आफ्नो चाहिँ नि शिक्षा आर्जन गर्नुभयो, जहाँ सर्भ गरिरहनु भएको छ, त्यही मुलुक संयुक्त राज्य अमेरिकालाई हेर्ने हो भने इट इज प्रोबब्ली द वान अफ द बिगेस्ट डेमोक्रेसीज इन द वर्ल्ड। अहिले त काम गरेको छ। अहिले गएर हेर्नुहोस् हालत, खोइ त कन्सेन्सस। आज कति बिल पास हुँदैन, बजेट पास हुँदैन, अनइम्प्लोइमेन्ट रेट त्यति हाई भइसक्यो। अमेरिकाको जुन अहिले डोमेस्टिक प्रब्लम छ त्यो डोमेस्टिक प्रब्लमलाई हेरेर साध्य छ। अपोजिसनले कहिले राष्ट्रपतिलाई मुद्दा हाल्दै हुन्छ, कहिले उसलाई इम्पिच गराउन खोज्छ। कन्सेन्सस कुन लास्ट 10 इयर्समा कुनै पहिले कन्सेन्सस देख्नु भएको छ अमेरिकामा? तर त्यो किसिमको पोलिटिकल झगडाले डे टु डे लाइफमा असर नपर्ने भएको हुनाले नै त्यो सिस्टम सस्टेन गरेको हो। मैले भन्न खोजेको कुरा के हो भने हाम्रो जस्तो गरिब मुलुकमा जबसम्म तपाईले एउटा यो अहिलेको जुन डेमोक्रेटिक सिस्टम छ त्यो डेमोक्रेटिक सिस्टमले डेभलपमेन्ट ल्याउन सक्दैन मेरो भनाइ हो। एउटा कन्ट्रीलाई एउटा चाहिँ डेभलप गराएर एउटा स्टेजमा पुगिसकेपछि त्यो किसिमको तपाईले चाहिँ त्यो पनि त्यो डेमोक्रेसीलाई विदिन द हाम्रो सोसाइटीको कन्टेक्स्टमा हामीले डिफाइन गर्न सक्नुपर्छ। तर यो टकिङ अबाउट अ डिफरेन्ट प्यारल डाक्टर साहब, बुझे? एकैछिन एउटा आम जीवनको पीडा हेरौँ न। तपाईले अहिले जसरी भनिरहनु भएको छ र जुन पोलिटीमा हामी एम्बार्क गरिसक्यौं र त्यसको फंक्सनालिटीमा तपाईले एउटा ठूलो क्वेशन मार्क खडा गर्ने प्रयास गरिरहनु भएको छ, तर आम जीवनले संघीय लोकतान्त्रिक गणतन्त्रको एउटा अभिष्टमा सडक त तताएका हुन् नि। एउटा उज्यालो भविष्यको आशमा राजनीतिक आवाजमा होस्टेमा हैसियत त गरेका हुन् नि, हैन? धोका भएन र? हैन, त्यो त अब नेपाली जनताले गर्यो या गराइयो त्यसको चाहिँ तपाईको फेरि विश्लेषणका कुरा हुन जान्छ। हेर्नुस्, जुन मुलुकमा तपाईको चाहिँ 40, 50, 60, 16 वर्ष 18 वर्षभन्दा माथिका र 40 वर्षभन्दा तलका चाहिँ
तपाईको चाहिँ 50, 60, 70, 80 लाख मान्छेहरू चाहिँ देशभन्दा बाहिर छन्। ती मान्छेहरू चाहिँ दिनको 1600, 1700 युवाहरू बाहिर जान्छन् र हिजोको दिनमा चाहिँ चेन्ज चाहिँ यही युवा र यही चाहिँ नेपाली जनताले ल्याएको भन्ने कुरामा चाहिँ म विश्वास गर्दिनँ। हो, सोकल रिभोल्युसन भयो, चेन्ज आयो, परिवर्तन आयो। तर परिवर्तन कसरी आयो भन्ने कुरा चाहिँ मैले यहाँलाई अघि नै भनिसकेँ। 1950 र अहिलेदेखिको इतिहासमा त्यो परिवर्तन गराउने पनि उनी हुन्। यदि यो देशलाई चाहिँ एउटा चाहिँ स्टेबल गभर्नमेन्ट बनाएर सभरेन नेसनबाट हामी बस्ने हो भने पनि त्यो गराउन सक्ने उनी हुन्। तपाईलाई एउटा सिम्पल इक्जाम्पल दिन्छु। एउटा साधारण एउटा चाहिँ सचिवको चाहिँ एउटा चाहिँ के अरे उपसचिव र सचिवको चाहिँ सरुवा गर्नु पर्यो भने मान्छेहरूलाई लैनचोर धाउनु पर्ने स्थिति आइसकेको देशमा साराले बुझिसकेका छन्। हरेक पोलिटिकल पार्टी त्यो पेरोलमा छ। हिजोको संविधान सभाको इलेक्सनमा चाहिँ अरबौं रुपियाँ इन्डियाबाट आएर बाँडिएको छ। त्यो आधारमा उनीहरू इलेक्सन लडेका छन्। भनिसकेपछि अहिले आएर हामीले चाहिँ यस बाहेकको अरू कुरा गरेर फेरि जनतालाई मतलब चाहिँ बेगु बनाउनु त मूर्खता हुन्छ नि भूषणजी। तर होइन, अब एउटा प्रोसेस पक्रिसकेको मुलुक, राजनीतिक लिडरशिप र राजनीतिक पार्टीहरूको विभिन्न आइडियोलोजीलाई विश्वास गरेर एउटा अभिमत दिइसकेको संविधान सभा त छ नि हामी कहाँ। त्यो कस्मेटिक तपाईले त्यो सिनिकल जुन अब्जर्भेसन गरिरहनु भएको छ हो, तपाईले भन्नुभएका किताबहरू, विभिन्न किताबहरूमा तपाईले अभिव्यक्त गरिरहनु भएका चाहिँ नि विचारहरू विभिन्न किताबहरूमा पनि हामीले पढेका छौं। भर्खर प्रकाशित किताबहरूमा माइक्रो म्यानेज मुलुकका रूपमा नेपाल कसरी चलिरहेको छ भन्ने कुरा त छर्लङ्ग भइसकेको छ। अबको 21औं शताब्दीको यो घडीमा अब उपरान्त नेपाललाई हाँक्ने, नेपाललाई भविष्य दिने, नेपालको भावी पुस्तालाई एउटा समुन्न देश दिने जुन परिकल्पना कसैले राख्छ भने त्यो राख्ने स्पेस अब कसरी क्रिएट गर्ने त डाक्टर साहब? मैले यहाँलाई सोल्युसनमा जान पर्यो। बुझेँ मैले सोल्युसनमा। मैले यहाँलाई भने नि सोल्युसनमा हामीसँग भएको सोल्युसन के भन्दाखेरि मैले अघि नै भने तपाईले जबसम्म अंश दिनुहुन्न तबसम्म सोल्युसन हुँदैन। अहिलेको अंशको पुडिया भनेको तपाईँ फेरि एकचोटि क्लियर गर्नुहोस्। पानीको रेगुलेसन, पानीको सिक्युरिटी र सिक्युरिटी अम्ब्रेला उहाँहरूले खोजेको त्यो दुईटा चिज हो। त्यो दुईटा चिजलाई तपाईले दिनै पर्छ। तर कसरी दिने? तर यो 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 परिदृश्यमा तपाईले जसरी नेपालको चाहिँ नि राजनीतिक इतिहासमा, मोडर्न राजनीतिक इतिहासमा जसरी भारतको इच्छा आकांक्षा त्यसलाई तपाईँ अंशको रूप दिइरहनु भएको छ, अंश मागिरहेको छ, नेपाल त्यो अंश दिन सक्ने स्थितिमा अझै पुगिसकेको छैन। त्यो अंश दिन सक्ने क्षमता भएका व्यक्तिहरू र नेगोसिएसन गर्न सक्ने व्यक्तिहरू आजसम्म जन्मेनन्। तर अन्य अन्तर्राष्ट्रिय समुदायहरू र नेपाल भारतको मात्रै छिमेकी त होइन, उत्तरमा चीन छ। उनीहरूलाई चाहिँ नि त्यस्तो कुनै अंश चाहिएको छैन नेपालबाट? मैले तपाईलाई भन्न खोजेको कुरा के भन्दाखेरि आजको दिनमा अंश मलाई चाहिएको छ र म अंश लिन्छु भनेर भारत सरकारले आएर अरू मुलुकमा, विभिन्न मुलुकमा हालसालै भएको रियालिटी यहाँ पनि दोहोरिएला भन्ने कुरोमा चाहिँ ढुक्क भएर हुन्छ, त्यो हुनेवाला छैन। होइन, जहाँसम्म चाइना हो, चाइनालाई पनि चाहिन्छ, उसको पनि अंश, मलाई पनि अंश चाहियो भन्ने यहाँको भनाइ हो। होइन, चाहिन्छ कि भनेर मलाई त थाहा छैन। किन उहाँ चाहिँ त्यो जुन नेगोसिएसन भएको 1950 मा उहाँ हुँदै हुँदैन थियो त, उहाँलाई के को अंश? अंशको सुरुवात 1950 को ट्रिटी, 1950 को ट्रिटीको कुरा गरे। त्यसोभए जुन पोलिटिकल फोर्सेसले 1950 को ट्रिटीको परिमार्जन अथवा चाहिँ नि त्यसलाई पुनर्विचार अथवा पुनर्लेखन गरिनुपर्छ भनेर माग राखेका थिए, त्यसमा तपाईको भावना मिसिएको छ? त्यसोभए मैले भन्न खोजेको यहाँलाई त्यही हो। त्यो बेलाको जुन रियालिटी हो, 1950 को जुन अन्डरस्ट्यान्डिङ हो, त्यो अन्डरस्ट्यान्डिङमा हरेकले आफ्नो आफ्नो भाग पाउनु पर्ने। दुईटाले पाए, एउटाले पाएन। त्यही हो प्रब्लम, अहिलेसम्म भएको प्रब्लम त्यही हो। अब यहाँले जुन भनेको कुरामा चाहिँ होइन, हामी त संविधान सभा छ, हामी चीनको इन्ट्रेस्ट छ कि छैन? अहिले तपाईले जसरी जियो पोलिटिकली नेपालमा भारतको जुन इन्ट्रेस्ट छ भनेर भन्नुभयो नि, त्यो इन्ट्रेस्ट चाइनाको छ कि छैन? चाइनाको इन्ट्रेस्ट त त्यो कहिले पनि देखिएन। सुरुमा बीचबीचमा मान्छेहरूले इन्टरप्रिटेसन गर्दथे त्यो छ भनेर, त्यो देखिँदैन। र फेरि अहिले वर्तमान
अवस्थामा चाइनाको प्रेसिडेन्टको जुन अहिले इन्डियामा भिजिट भयो त्यसबाट हेर्दाखेरि त अब चाइनाले पनि नेपाललाई चाहिँ भारतकै आँखाबाट हेर्छ भन्ने कुरामा चाहिँ हामीले चाहिँ सोच्नुपर्ने बेला आएको छ। हेर्न सक्छ भनेर हेर्न सक्छ होइन कि मोस्ट प्रोबेबली हेर्छ, किनकि इकोनोमिक इन्ट्रेस्ट भन्ने कुरो चाहिँ बहुत ठूलो कुरो हो कम्पेयर टु तपाईँको यो सोकल पोलिटिकल स्वाभिमान। तपाईँलाई इक्जाम्पल दिन्छु, भर्खर तपाईँको स्कटल्याण्डमा हेर्नुहोस् 300 वर्षपछि त अपर्च्युनिटी पाए जनताले इन्डिपेन्डेन्ट कन्ट्री बनाउनलाई, तर किन त्यसको एगेन्स्टमा भोट हाले त भन्दाखेरि इन्डिभिजुअललाई इकोनोमिक सिक्युरिटी भन्दा ठूलो कुरो के पनि हुँदैन होइन। त्यो इकोनोमिक सिक्युरिटीको चाहिँ इज सो इम्पोर्टेन्ट जसले गर्दाखेरि आज उनीहरूले एउटा चाहिँ हामी इन्डिपेन्डेन्ट कन्ट्रीबाट बाँच्न सक्ने मान्छेहरूले पनि त्यहाँको पपुलेसनले त्यसको एगेन्स्टमा भोट गरे। भनेपछि नेपालको रियालिटी पनि के हो भन्दाखेरि बाई एन्ड अफ द डे हामीले जसुकै चाहिँ ठुल्ठुलो कुरा गरे तापनि प्रत्येक व्यक्तिले स्वाभिमानी नेपाली भएर त बाँच्नु पर्यो नि त, भात खान पाउनु पर्यो, छोराछोरीलाई पढाउन पाउनु पर्यो, औषधि उपचार हुनु पर्यो, जति पनि अपर्च्युनिटी छन् समाजमा सबैले इक्वल रूपमा पाउनु पर्यो, मैले पनि पाउनुपर्छ भने त सारा नेपालीको सोचाइ त्यही होइन र। त्यो अपर्च्युनिटी भनेको 601 जनाको छोराछोरीलाई मात्रै होइन। अब 601 मा पनि अब कस्तो भइसक्यो भने चाहिँ कसैलाई चाहिँ आफ्नो बुहारी बनाउन मन लागेको हुन्छ, कसैलाई आफ्नो भाइ बनाउन मन लागेको हुन्छ, कसैलाई आफ्नो चाहिँ श्रीमतीलाई बनाउन मन लागेको हुन्छ। भनेको अर्थ के हो भने अहिलेको त्यो 601 जनाको तपाईँले चाहिँ भन्नुहुन्छ यिनीहरूले माघ 8 गते चाहिँ संविधान हामीलाई दिन्छन् भनेर भन्नुहुन्छ, उनीहरूको चाहिँ जुन रवैया हेर्नुहोस् न, त्यसबाट के तपाईँलाई चाहिँ विश्वस्त हुन्छ कि तिनीहरूले त्यो दिन्छन् भनेर। तर जस्तै अँध्यारो बादलमा पनि चाँदीको घेरा हुन्छ भन्ने एउटा सर्वमान्य थियोरी त छँदैछ नि। तपाईँ यति कालो बादल देखाइरहनु भएको छ जबकि आम नेपाली जनता त्यही कालो बादलमा सिल्भर लाइनिङ खोजिरहेका छन्। हजुर, त्यसमा त्यो सिल्भर लाइनिङ तपाईँले पनि त देखिदिनु पर्यो नि डाक्टर साहब। हो नि भने तपाईँ जस्तो पढे लेखेको मानिसले त्यो सिल्भर लाइनिङ देखेन भने अँध्यारो आँखाले त्यो सिल्भर लाइनिङ देखेर त केही मतलब भएन नि। होइन, 21st सेन्चुरीमा हामीले नेगोसिएसन गर्न किन नसके? मेरो भनाइ त्यति हो। हामी हिन्दुस्तानको भारतीय सरकारको दास भएर होइन, दाजुभाइ भएर नेगोसिएसन त गर्न सकिन्छ नि। त्यो नेगोसिएसन गर्न सक्ने एबिलिटीका मान्छेहरू एक थरी मान्छेहरू छन् जसलाई क्याटाडक्ट भइसक्यो, बिहानदेखि बेलुकासम्म आफूले गरेको जुन दिनचर्या हो त्यसलाई पनि राम्रो देख्दैनन्, त्यसलाई हामी नेता भनेर हिँड्छौँ होइन। अब त्यो हामीलाई त यस्तो किसिमको चाहिँ नेताहरू चाहियो जसको चाहिँ आँखामा क्याटाडक्ट छैन, उज्यालो सबै कुरो देख्छन्, सबै कुरा बुझेका छन्, त्यस्ता व्यक्तिले पो त नेगोसिएसन गर्नु पर्यो। भनेको अर्थ मैले भन्न यहाँलाई खोजेको कुरा के भन्दाखेरि हाम्रो जुन पोलिटिकल लिडरसिप छ 95% यो कुरो बुझेकै छैन। जसले बुझेको छ बुझ बजाएर बसेको छ, ऊ भन्न सक्दैन या किन भन्न सक्दैन मलाई थाहा छैन, किनकि यो कुराहरू नेपाली जनतालाई प्रश्न भन्दै आए हुन्थ्यो। यो है रियालिटी। मैले गर्न सकिनँ भनेर चाहिँ नेपाली जनताको अगाडि गएर सफा मनले भन्दै आए भइहाल्थ्यो नि, तर उहाँहरू त्यो नभन्ने, तर आफ्नो स्ट्याटसको उहाँहरू जहिले पनि मेन्टेन गर्ने, अनि भाषण गर्दाखेरि एउटा कुर्ने, व्यवहारमा एउटा कुरा गर्ने, अनि जहिले पनि त्यो बाँडफाँडको राजनीति गर्ने, अनि आफूले कमाउने, आफूले गर्ने, आफ्नो छोराछोरी, आफ्नो नातिना भन्ने नेपाली जनतालाई जहिले पनि होइन। तर तपाईँले अहिले जुन भावनाहरू अभिव्यक्त गरिरहनु भएको छ त्यसको कट अफ पोइन्ट त संविधान निर्माण नै हो नि। संविधान नयाँ आउला, संविधान नयाँ आइसकेपछि नेपालका राजनीतिक गभर्नेन्सका कुरा भए, भौगोलिक विभाजनका कुराहरू भए, त्यसलाई रिराइट गर्ने एउटा जुन आकांक्षा लिएर नेपालीहरूले त्यो संविधानको मुख हेरिरहेका छन् नि। तपाईँले भनिरहनु भएको लिडरसिप जुन पोलिटिकल विजडम भएको चाहिँ नि जमात, त्यो संविधान पछि पो आउँछ कि त्यतिखेर आश गर्न सकिन्छ? तपाईँले अहिले आज तपाईँको यो के महिना आश्विन महिना भइसक्यो होइन र, असोज कार्तिक मङ्सिर पुष माघ 4-5 महिना। तपाईँको यो 4-5 महिनामा दशैं तिहारले 1-1.5 महिना लगिगयो होइन, 1 महिना जति त लगिहाल्यो क्यारे। तपाईँले कसरी संविधान माघको 8 गतेसम्म तपाईँले बनाउन सक्नुहुन्छ? यदि बनाउनु भयो भने तपाईँले यस्तो संविधान त बनाउनु न जसले लगेर यो नेपाललाई अझ भड्कालामा हाल्ने हो। के को आधारमा विश्वास गर्ने होइन? त्यसमाथि नेपाली जनतालाई उहाँहरूले चाहिँ यो लास्ट सो कल्ड 15 वर्षको रिभोल्युसन ओर चेन्जमा डिभाइड गरिदिइसक्नुभयो बेस्ड अन एथनिसिटी। तपाईँको सिनिसिजम अलिक प्रिमेच्योर भएन?
कसरी भन्नु प्रोसेस चलिरहेको छ संवाद त सजिलो त हुँदैन नि बाबा यार हरेक दिन तपाईको त्यो सभा नै बस्दैन अस्ति गोलमेज सम्मेलन भन्नुभयो उठेर हिँडिदिनु भयो गोलमेज सम्मेलन शीर्ष नेतृत्व तहमा त छलफल भइरहेकै छ जस्तो देखिन्छ त्यसको के उहाँहरूको बपौती हो यो देश 4 जनाले सल्लाह गरेर चाहिँ कानमा कुरा गरेर यसलाई एम्बेसडर बनाऊ त्यसलाई एम्बेसडर बनाऊ यसलाई यहाँ गरौँ उहाँ गरौँ यसो गरौँ उहाँसो गरौँ भने उहाँहरूको बपौती त होइन नि यो देश त नेपाली जनताको कस्टोडियन त पोलिटिकल कस्टडी त उहाँहरूमा छ नि होइन उहाँ कस्टडीमा भएको मान्छेलाई हेर्नुहोस् न तपाईँको कुन चाहिँ मान्छेमाथि विश्वास गर्ने र कुन चाहिँ मान्छेमा त्यो एबिलिटी छ त्यो एबिलिटी हामीले देखिसकेका होइन र भने तपाईँले देखिसक्नुभयो नि उहाँहरू त निरीह प्राणी हो उहाँहरूले के पनि गर्न सक्नुहुन्न उहाँले आफ्नो स्ट्याटसको मात्रै मेन्टेन गर्ने हो सो यो एक्सिडेन्ट तर्फ उन्मुख यो सवारीलाई हजुर बचाउने उपाय त होला नि एकाडेमिक उपाय छ तपाईँका कि तपाईँ यो पोलिटिकल रूपमा मात्रै तपाईँ आज चार्ज अप हुनुहुन्छ होइन मैले पोलिटिकल रूपमा मात्रै भने होइन कि हामीले एउटा कुरा के बुझ्नु पर्यो मैले यहाँलाई धेरैचोटि भनिसकेँ यो आजको अन्तर्वार्तामा जबसम्म हामीहरूले भारतीय सरकारसँग हामीहरूले नेगोसिएसन गर्न सक्दैनौं तर अहिले फर एक्जाम्पल तपाईले भन्नुभएको नेगोसिएसनलाई एकैछिन ब्रेकडाउन गर्ने हो भने भर्खरै पीडीएमा सहमति भयो भने भनिन्छ तर यो तपाईले अहिले यो अन्तर्वार्तामा भन्नुभएको अंशकै एउटा अंश होइन र त्यो हो त्यो पीडीएमा भए तापनि तपाईको यी फर्स्ट अफ अल त्यसको चाहिँ के हो मोडालिटी के हो त्यसमा हामीले गर्नुपर्ने कुरा के हो यसको चाहिँ मतलब चाहिँ यसका जुन डिटेल हुन् त्यो डिटेल कहिले पनि बजारमा आएको या छलफल भएको देखिदैन नम्बर 1 नम्बर 2 मा के हो भने चाहिँ तपाईको आज तपाईले चाहिँ गर्नुहुन्छ त्यसलाई चाहिँ साइन गर्नुभयो भोलि लगेर मुद्दा हाल्दिन्छन् मुद्दा त हालिन्छ त्यसको म तपाईलाई लेखेर दिन्छु अहिले 10 जना वकिलले गएर भोलि मुद्दा हाल्दिन्छन् हामीले देखिरहेको कुरा हो यस्ता सन्धि कतिचोटि भए कतिचोटि मुद्दा हालिए र कतिचोटि यसलाई तुयाइयो भन्ने कुरा हामीले देखिसकेका छौं हैन भनाइको अर्थ मेरो यहाँलाई भनाइको अर्थ के हो भने यस किसिमको हचुवाको भरमा तपाईको चाहिँ काम गरेर भएन यसलाई हामी नेपालीले अलिकति बुद्धि भएका पोलिटिकल पार्टीका शीर्ष नेताहरूले सबैले के बुझ्नु यो तथ्यलाई उहाँहरूले त बुझ्नु भएको होला जसले बुझ्नु भएको छ उहाँहरू अनेस्ट हुनु पर्यो बोल्दिनु पर्यो भनिदिनु पर्यो नेपाली जनतालाई बुझाइदिनु पर्यो त्यसको अर्थ उहाँहरूलाई ल अब यो राष्ट्र चाहिँ भारत सरकारलाई जिम्मा लाउँ भन्न मैले खोजेको होइन संसारमा नेगोसिएसन हुन्छ एउटा राष्ट्रको र अर्को राष्ट्रको बीचमा नेगोसिएसन हुन्छ हामी पनि एडमेन्ट हुनु भएन तर त्यो नेगोसिएसन तपाईले जुन सोचिरहनु भएको छ त्यो नेगोसिएसनको राजनीतिक पहल त कता कता सुरु भएको जस्तो देखिन्छ नि कसरी होइन र भारतीय प्रधानमन्त्रीको भ्रमणपछि जुन स्टिमुलेट भएको छ त्यो स्टिमुलेसनलाई अलिकति पोजिटिभ आँखाले हेर्न सकिन्न त्यो सकिन्थ्यो यदि नेपालका शीर्ष नेताहरूले जुन किसिमको व्यवहार संसदमा देखाउनु भयो र थपडी बजाउनु भयो अघि यहाँलाई भने जुन कुरो भने त्यो देख्दाखेरि चाहिँ उहाँहरूले चाहिँ यसलाई त्यसरी बुझेको जस्तो मलाई लागेन उहाँले मोदी प्रधानमन्त्री मोदीलाई शंकराचार्यकै रूपमा हेरेको जस्तो लाग्यो एज इफ उहाँसँग चाहिँ एउटा जादुको छडी छ उहाँले आएर सबै कुरा रिजल्भ गरिदिनुहुन्छ सल्भ गरिदिनुहुन्छ भन्ने किसिमको सोच उहाँहरूले राखेको जस्तो तर अब एउटा डाक्टर साहब जाँदा जाँदै मलाई एउटा कुरा बताइदिनुहोस् हामी संघीय लोकतान्त्रिक गणतन्त्रमा आधारित एउटा अन्तरिम संविधानमा टेकेर हामीले दोस्रो पटक संविधान सभाको निर्वाचन गरायौं र त्यो संविधान सभाले माघ 8 गतेसम्ममा हामीलाई एउटा संविधान दिन्छ भन्ने कुरामा हामी करिब करिब निर्धक्क छौं अहिलेका मितिमा तपाईको कुरालाई एकैछिन इग्नोर गर्ने हो ठीक छ त्यो निर्धक्कतालाई अलिकति मलजल गर्ने तपाईका भावनाहरूबाट आजको कार्यक्रम यो टुङ्ग्याउन चाहन्छु के गर्न पर्यो त भूषणजी मैले यहाँलाई अघि पनि भने मैले सायद तपाईले अहिले जुन अहिले जुन स्टेटमेन्ट दिनुभयो आई होप यु आर राइट माघ 8 गते संविधान बनोस् हैन मेरो पनि चाहना त्यही हो तर यहाँलाई मैले भनेको कुरा के हो भने यो अहिले जुन मैले एनालिसिस गरेर जुन कुरो बोले यो कुरो चाहिँ मैले आफ्नो धर्म ठानी विवेकले जुन देखेको थियो त्यो अनुसार यो पालिको दशैंमा म एउटा साधारण नेपाली लाउरेको तर्फबाट नेपाली दाजुभाइ दिदीबहिनीलाई शुभकामना सहित मैले आफ्नो मन्तव्य जुन चाहिँ दिन पाएर र यसमा म जुन अडेक छु यसको लागि यहाँलाई धेरै धेरै धन्यवाद यहाँलाई पनि बडा दशैंको मंगलमय शुभकामना Thank you very much for your time.